त्यत्रो अलिअलि अब अब यो देशमा यस्तो हुँदा थोरै व्यतिथिहरू त्यस्तै हो। तपाईँ अब महिलाले बढी जसो घर जिम्मेवारी गर्ने अब त्यसमा पनि अब थोरै चाहिँ बचत गर्नुपर्छ, यति राख्नुपर्छ, जम्मा गर्नुपर्छ भन्ने महिलाको धारणा भएको कारणले गर्दा छोरी मान्छेले त्यति साह्रो छोरी जना महिला छ नि कुन चाहिँ हो नाम चाहिँ थाहा छैन होइन। स्याउको गाला जस्तो छ नि फुलाएर डलर र छ नि नेपाली पैसा मात्रै अरबौँ भेट्यो नि त। त्यो पनि उहाँले अब उहाँको मात्रै होइन, त्यो उहाँलाई चाहिँ अब अलिकति श्रीमानले पनि अब हात दिएर साथ दिएर होला। होइन बिगारेको 28 वर्षका युवाहरूले त्यो त देखाइदिएछ, त्यो त छर्लङ्ग ऐना जस्तै देखाइदिए। कस्तो लाग्छ तपाईँलाई? ल अर्चनाजी कस्तो लाग्छ भन्नु त? यसमा चाहिँ म जेनजीलाई अब धेरैभन्दा धेरै धन्यवाद दिन पनि चाहन्छु। अब अहिले जति पनि शहीदहरू हुनुभयो उहाँहरूलाई चाहिँ म हार्दिक श्रद्धाञ्जली पनि भन्न चाहन्छु। किनभने मन्त्रीहरू हुनुहुन्थ्यो, उहाँहरूलाई चाहिँ एउटा अब पिए चाहिन्थ्यो, सेक्युरिटी चाहिन्थ्यो होइन सर। तर उहाँ चाहिँ अहिले मलाई यही उमा बस्ने, यही मन्त्रालयमा बस्ने, आफै पकाउने खाने, अब मलाई कुनै सेक्युरिटीहरू चाहिँदैन। जस्तै हेर्नुहुन्छ भने सर उहाँ पोखरा जानुभयो, उहाँ जाँदाखेरि चाहिँ उहाँको चाहिँ एउटा श्रीमती मात्रै साथमा भएर चाहिँ म पोखरा जानु होइन म भनेपछि हाम्रो देश सर के भएर बिग्रिएको भनेदेखि एउटा नातावाद जातिवाद लागेर नै हाम्रो देश बिग्रिएको। र त्यो हेरिएन भनेदेखि एउटा चाहिँ सफा हृदय सफा मन भएको एउटा चाहिँ अब भ्रष्टाचार नगर्ने खालका व्यक्तिहरू चुन्यौँ भनेदेखि खोज्दै तलास गर्दै जानुभयो भनेदेखि केही मात्रामा देश चाहिँ अलिकति सुधार हुन्छ कि देश सुधार हुनको लागि नै हामी जनता सुधार हुनुपर्छ। त्यो एउटा बधाई त दिन हामीले उहाँ नै पुग्नु पर्दैन सर, हामीले मनदेखि हृदयदेखि नै हामीले बधाई दिइसकेका छौँ। उहाँले अझै योभन्दा अगाडि स्वस्ति। अर्चनाजीलाई स्वागत छ। नमस्कार, धन्यवाद। नमस्कार। अनि अहिले कहाँ आउनुभयो हजुर? म यो चाहिँ लेटाङको जाँते भन्ने ठाउँमा आएको। के को लागि? सानो उपचारको लागि। अनि हजुरको पुरा नाम के भन्नु त? मेरो अर्चना पोखरेल मगर, माइती पक्ष। ए पोखरेल पनि मगर हुँदो रहेछ है? हजुर। ओहो, अब भन्थे नेपाल मगर सङ्घले छ नि 900 भन्दा माथि थर छ भन्थे, तर आज पोखरेल थर सुनियो। हिजोको दिनमा मगर सङ्घमा तम्घासो गुल्मी गइरहँदाखेरि कुँवर मगर र रेग्मी मगरहरू होइन धेरै थरहरू भेटेका थिएन क्या यी आर्यनका। तर आज पोखरेल पनि भेटियो, खुसी लाग्यो। हजुरको घर चाहिँ कहाँ? मेरो शङ्खसभा खासबारी सर घर चाहिँ, माइती चाहिँ अब अहिले सभा पोखरी गाउँपालिका लेबाङ भन्छ। ए अनि त्यहाँको भ्रष्टाचारी कस्तो छ भन्नु त? भ्रष्टाचार त त्यत्रो अब अहिले हामीले देखादेखि त त्यस्तो छैन सर। अब त्यत्रो अलिअलि अब यो देशमा यस्तो हुँदा थोरै व्यतिथिहरू त्यस्तै हो। तपाईँले छैन भन्नुभयो खातबारीमा, तर छ नि जेएनजीहरूले त छ नि यहाँ 76 जनाले छ नि शहीद आफ्नो ज्यान बलिदान गरेर 76 जनाको आमाको कोख रित्तिएर आँसु मात्रै बगिराखेको देशमा भ्रष्टाचारी भयो। प्रत्यक्ष कार्यकारी निर्वाचनको छ नि प्रणाली दिनु पर्यो भनेर त 15 वर्षदेखि 28 वर्षका युवाहरू त उफ्रिरहेका छन् नि त। त्यो पनि छ सर। अब मलाई पनि जहाँसम्म लाग्छ अब प्रधानमन्त्रीहरू भनेको चाहिँ अब प्रत्यक्ष निर्वाचनबाटै आउनुपर्ने जस्तो लाग्छ। हजुर हजुर। त्यसो गर्दा चाहिँ अलिकति अब जनताले छानेको चाहेको रुचाएको। तपाईँ आमा हो, तपाईँ छ नि चेलीबे हो, तपाईँ महिला हो। अहिले छ नि देशले महिला नेत्री छ नि 6 महिना कार्यकारी निर्वाचन गर्छु भन्ने महिला अध्यक्ष र छ नि महिला प्रधानमन्त्री पाएका छन् सुशीला कार्की। तपाईँलाई गर्व लाग्यो होइन? मलाई एकदम गर्व लाग्छ। यो देश अब महिलाले नै अब केही निकास र विकास दिने हो त? वास्तवमा भन्नुपर्दा महिलालाई दिँदाखेरि चाहिँ भ्रष्टाचार अलिक कम हुन्छ जस्तो लाग्छ सर मलाई। किनभने अब महिला भनेको भ्रष्टाचार गर्न पनि अलिकति कम, अलिक मतलब के भन्ने त्यसलाई अलिक कम गर्ने, अलिक अब डराउने, अर्काको खाना हुँदैन उ गर्न हो कि त्यो चाहिँ के कुरा मैले जोडेँ भन्दा अब महिलाले बढी जसो घर जिम्मेवारी गर्ने, अब त्यसमा पनि अब थोरै चाहिँ बचत गर्नुपर्छ, यति
राख्नुपर्छ, जम्मा गर्नुपर्छ भन्ने महिलाको धारणा भएको कारणले गर्दा छोरी मान्छेले त्यति साह्रो छोरी मान्छेलाई देला अर्चनाजी, छोरी मान्छेलाई देला। यी राक्षस र यी तानाशाही र छन् यी भ्रष्टाचारी यी लुट गर्नेहरूले चाहिँ देला त भन्नु त। दिन पर्यो नि सर। जो त अब प्रत्यक्ष निर्वाचन आइसके पछाडि भइसके पछाडि त छोराछोरी त त्यसमा छुटिँदैन होला नि सर। होइन, फेरि तपाईँलाई छ नि एकजना महिला छ नि, कुन चाहिँ हो नाम चाहिँ थाहा छैन होइन, स्याउको गाला जस्तो छ नि, फुलाएर डलर र छ नि नेपाली पैसा मात्रै अरबौँ भेट्यो नि त। त्यो पनि उहाँलाई अब उहाँको मात्रै होइन, त्यो उहाँलाई चाहिँ अब श्रीमानले पनि अब हात दिएर साथ दिएर होला। होइन, बिगारेको त दुईजनाले भन्छ नि त, मन्जु खाँड र चाहिँ आर्जु देउवाले यो देश। त्यो पनि अब यसो अहिले हेर्दाखेरि चाहिँ देखियो सर। अलिकति अब त्यो साँच्चै नै त्यसरी अब लुकाएर राखिएकै पैसा हो अथवा चाहिँ अब त्यहाँ अलिकति केही गरेर त्यो देखाइएको, त्यो चाहिँ अब हामीले आँखाले नदेखेपछि यो हो कन्फर्म भन्ने भएन, तर देख्न चाहिँ देखियो सर। अब अनि तपाईँको चाहिँ यो बैङ्कको ज्यादती यत्रो गरिबहरू रोएर छ नि त्यसरी पैसा थुपारिरहँदाखेरि त जेएनजीले त देखाइदिए नि त, 15 वर्षदेखि 28 वर्षका युवाहरूले। त्यो त देखाइदिए सर, त्यो त छर्लङ्ग ऐना जस्तै देखाइदिए। कस्तो लाग्छ तपाईँलाई अर्चनाजी, कस्तो लाग्छ भन्नु त? यसमा चाहिँ म जेएनजीलाई अब धेरैभन्दा धेरै धन्यवाद दिन पनि चाहन्छु। अब अहिले जति पनि शहीदहरू हुनुभयो उहाँहरूलाई चाहिँ म हार्दिक श्रद्धाञ्जली पनि भन्न चाहन्छु, किनभने धेरै आमाहरू रोकिएको के अरे काखरितिएको छ होइन। अब हामी जनता माग्न जाँदा कहाँ जाने, रोडमा जाने, रोडमा माग्ने। फेरि तपाईँले जस नि भ्रष्टाचारी नै भाइर भन्छ तपाईँको ठाउँमा, फेरि तपाईँले फेरि जेएनजीको उसलाई लिएर फेरि तपाईँको छ नि यो देश परिवर्तन हुन्छ भन्नुभएको छ। यस्तो होला कुनै ठाउँमा भ्रष्टाचार अति नै भएको होला होइन, तर हाम्रो गाउँठाउँमा त्यत्रो साह्रो अब पेथिकी त्यस्तो साह्रो अब धेरै नै त्यस्तो चाहिँ हामीले हाम्रो संस्थामा त्यस्तो देखेको छैन। अब केही मात्रामा अलिअलि अब तलमाथि भयो होला होइन, तर त्यस्तो साह्रो मैले चाहिँ त्यस्तो थाहा पाएको छु। भनेपछि शान्ति छ। अब यस्तो सर, अब काम गर्दै जाँदाखेरि कुनै ठाउँमा होला होइन, तर अब त्यत्रो साह्रो त्यस्तो साह्रै व्यक्ति त्यस्तो भनेपछि त्यहाँ जेएनजीहरूले केही पनि गरेन। जेएनजीहरूले सामान्य यसो अलिअलि र्यालीहरू यसो निकाल्नु भयो, त्यो अब त्यो गर्ने तोडफोड गरिएन। गर्ने त्यस्तो ए भनेपछि खादबारी जो समृद्धि भारै छ नेपालको होइन, खुसी पनि लाग्यो। अर्चनाजी, हजुर सर। महावीर पुनलाई चाहिँ तपाईँले कसरी हेर्नुहुन्छ भन्नु त? महावीर पुनलाई सर मैले हेर्दाखेरि चाहिँ अहिले उहाँलाई चाहिँ अब यो शिक्षा मन्त्री बनाइयो, उहाँलाई चाहिँ हामीले यस्तो खालको स्वस्तिक चिन्ह दिइसके पछाडि उहाँ चाहिँ के जति पनि अब पहिलेका के अरे मन्त्रीहरू हुनुहुन्थ्यो उहाँहरूलाई चाहिँ एउटा अब पिए चाहिन्थ्यो, सेक्युरिटी चाहिन्थ्यो होइन सर, तर उहाँ चाहिँ अहिले मलाई यही उमा बस्ने, यही मन्त्रालयमा बस्ने, आफै पकाउने खाने, अब मलाई कुनै सेक्युरिटीहरू चाहिँदैन। जस्तै हेर्नुहुन्छ भने सर उहाँ पोखरा जानुभयो, उहाँ जाँदाखेरि चाहिँ उहाँको चाहिँ एउटा श्रीमती मात्रै साथमा भएर चाहिँ उहाँ पोखरा जानुभयो। होइन मन्त्रालयमा त चाहिँ श्रीमती पनि उहाँले चाहिँ खाना पकाउने नचाहिने भन्नुभयो, सेक्युरिटी पनि नचाहिने भन्नु। हजुर सर। जनताको स्वस्तिक चिन्ह लिएपछि चाहिँ यस्तो व्यक्तित्व सिंहदरबार जानुपर्ने हो नि त होइन? यस्तो व्यक्तित्व चाहिँ हामीले छान्दै महावीर पुन मात्रै होइन, महावीर पुन जस्तो व्यक्तिहरू चाहिँ हामीले छान्दै लानुपर्छ सर, अनि मात्रै हाम्रो देश विकास हुन्छ। अनि कुलमान घिसिङ जलस्रोत मन्त्रीलाई चाहिँ के भन्न चाहनुहुन्छ? उहाँलाई म जति पनि पहिले जस्तो अब पहिले कुलमान घिसिङ हुनुहुन्थ्यो, उहाँले चाहिँ हाम्रो यो जति पनि अब बत्तीहरू विद्युत चाहिँ अब लोड सेडिङ हुन नदिने भन्नुभएको थियो र भएको पनि थियो उहाँ हुँदा। त्यस पछाडि जब कि उहाँलाई चाहिँ हटायो त्यस पछाडि अनि फेरि अब त्यस्तै लोड सेडिङ हुने होइन सर। र एउटा उहाँको कार्य के हो भनेदेखि सर जति पनि जसले पनि विद्युत खपत गरिन्छ त्यो खपत गरेको राजस्व चाहिँ जसले पनि तिर्नुपर्छ। अब पछाडि उहाँले चाहिँ अब त्यो एउटा कुरा अर्चनाजी, जस्तो कुलमान घिसिङलाई छ नि हिजो 24 घण्टा विद्युत दिनलाई यत्रो छ नि युवाहरूले पिटाइ खाए होइन, र अहिले छ नि भेनाजुले साला राख्दाखेरि घाटा गयो भन्थ्यो, फेरि अहिले कुलमान जलस्रोत मन्त्री र जलस्रोत तथा यातायात पूर्वाधार मन्त्री जुन उहाँलाई दिइरहँदाखेरि जेएनजी युवाहरूले अहिले भर्खरै तपाईँको 2-3 दिनमा त फेरि 15 अरब नाफा भयो भनेछ नि त। भनेपछि हाम्रो देश सर के भएर बिग्रिएको भनेदेखि एउटा नातावाद
जातिवाद लागेर नै हाम्रो देश बिग्रिएको र त्यो हेरिएन भनेदेखि एउटा चाहिँ सफा हृदय सफा मन भएको एउटा चाहिँ अब भ्रष्टाचार नगर्ने खालका व्यक्तिहरू चुन्यौँ भनेदेखि अब यो नातावाद र कृपावादलाई चाहिँ हटाउन के गर्नुपर्छ ल अर्चनाजी भन्नुहोस् त। अब अहिले खुल्ला देख्दाखेरि चाहिँ हामी अन्तमा छौँ, अन्तको छ नि सेरोफेरोमा छौँ है। र खादबारी पनि हामी अवश्य आउँछौँ, त्यहाँका छ नि हामी निगाल्छौँ र त्यहाँका पनि भ्रष्टाचार भयो भने हामी हुन्छ सर हजुरहरूलाई देशभरि र छ नि सम्पूर्ण ठाउँमा छ नि यो जान्छ। जिल्लामा वेलकम छ हजुरहरूलाई हजुर होइन। अब त्यस्तो अब भएको रहेछ भनेदेखि हजुरहरूले नै अब के अरे पत्रकार भनेको त देशको चौथो अङ्ग होइन भनिन्छ र हजुरहरूले नै यसरी हरेक कुरालाई निहाल्दै खोज्दै तलास गर्दै जानुभयो भनेदेखि केही मात्रामा देश चाहिँ अलिकति सुधार हुन्छ कि देश सुधार हुनको लागि नै हामी जनता सुधार हुनुपर्छ भन्ने कुरा चाहिँ म अनि हजुरले सेवामुखीमा कति मुना सहयोगी मनलाई चाहिँ सहयोग गर्नुभयो? अब त्यत्रो ठुलो सहयोग त छैन सर, अब सानोतिनो यसो दिन दुखीलाई हेरिराख्नु भएको हजुर। भनेपछि अब कुलमान घिसिङ महावीर पुन लगायतका जुन अहिले छ नि स्वच्छ छवि भएका 6 महिना कार्यकालका यी मन्त्री र छ नि अहिले महिला प्रधानमन्त्री पनि पाउनु भएको छ होइन। छोरी मान्छे र छ नि महिला र छ नि एउटा आमाले छ नि यसरी देशमा केही समृद्धि गर्छु भन्दाखेरि तपाईँ चाहिँ बधाई दिन जानु पर्दैन? त्यो एउटा बधाई त दिन हामीले उहाँ नै पुग्नु पर्दैन सर, हामीले मनदेखि हृदयदेखि नै हामीले बधाई दिइसकेका छौँ। उहाँले अझै योभन्दा अगाडि स्वस्तिक चिन्ह खेरो नजाओस् भन्न चाहनुहुन्छ होइन? ल अन्तमा छ नि तपाईँले छ नि सङ्खुवा सभा खादबारीवासी र आम नेपाली तन मन र जुन अहिले 76 जना 15 वर्षदेखि 28 वर्षका युवाहरूले चाहिँ बलिदान गरेछ नेपाल सुशासन रहितको छ नि नीति र व्यवस्थापन सहितको छ नि मेरो देश नेपाल बनोस् चन्द्र सूर्यको झण्डा फरफराएर छ नि नेपाल कहिले नझुकोस् भनेर भनिएको छ होइन। यसमा के आशीर्वाद र के छ नि सल्लाह सुझाव दिनुहुन्छ अन्तमा? अन्तमा जति पनि अब युवा शहीद हुनुभएको छ उहाँहरूलाई म हार्दिक श्रद्धाञ्जली भन्न चाहन्छु मेरो तर्फबाट अथवा हामी आम नेपालीको तर्फबाट होइन। र अब अन्तमा म के भन्न चाहन्छु भने हजुरलाई पनि अब धेरै धेरै धन्यवाद यति आएर म 2 शब्द राख्न पाएँ। र आउँदै गरेका चाहिँ अब हाम्रो त अब के अरे बडा दसैँ सकियो होइन, आउँदै गरेको दिवाली छठ पर्व यसमा चाहिँ हामी सबैजनाले आफ्नो रीतिरिवाज अनुसार आफ्नो चालचलन अनुसार हामीले मनाउन पाइयोस्। 4036 वर्णको फुलबारीमा रमाउँ भन्न चाहनुहुन्छ? पाइयोस् रमाउँ भन्न चाहन्छु र देशमा चाहिँ अराजकता नफैलियोस् होइन, हत्या हिंसा नहोस् भन्न चाहन्छु। अनि विदेशमा रहेका हाम्रा नेपाली दिदी बहिनी दाजुभाइहरूलाई चाहिँ के शुभकामना र के आशीर्वाद दिन चाहनुहुन्छ? उहाँहरूलाई पनि विदेशमा जति पनि बस्नुहुने मेरा दाजुभाइ दिदी बहिनीहरू आमा बुवा हुनुहुन्छ उहाँलाई आउँदै गरेको दीपावली र छठ पर्वको लागि चाहिँ म उहाँलाई धेरै तिहार र छठको छ नि मङ्गलमय शुभकामना। यही देशमा छ नि नीति र व्यवस्थापन बनेर कल कारखानाहरू छ नि सुचारू भएर यी आफ्नो घर परिवारसँग छ नि बसेर नेपालीपनको छ नि उजागर गर्नलाई छ नि सन्देश दिन चाहनुहुन्छ? हस् त समय र संवादको लागि छ नि हजुरलाई धेरै धेरै धन्यवाद अर्चनाजी। हस् त नमस्कार।